साथीहरू, हौवा एन्ड नमस्कार सबैजनामा। आज चाहिँ हामी मोमो बनाउन लागेको छौँ किनकि हामी सबैजना फ्यामिली आज भेट हुँदैछौँ हैन। अनि मोमोको लागि हामीले सबै कुरा रेडी गरिसक्दैछौँ भन्दा भइसक्यो। किमा पनि रेडी भइसक्यो, प्याज लसुन त्यसमा चाहिने सबै कुरा हामीले रेडी गरिसकेको छौँ। अनि मोमोको लागि के चाहिन्छ नि त्यो सब कुराहरू हामीले रेडी गरिसक्यौँ हैन। अब मात्र बाँकी चाहिँ हामीले बनाउनु। सिम्पल तरिकाले चाहिँ हामीले यहाँ मोमोको लागि सामानहरू रेडी गरेको छौँ। मासुको हो नि त, मासु त त्यत्तिकै मिठो भइहाल्छ भनेर हो कि यहाँ घोल्नुको लागि चाहिँ यहाँ बहिनी बसिसक्नुभयो। यहाँ प्याज अनि मासु काटेर घोलिसक्यौँ हामीले हैन। अनि यहाँ नजिक यसको लागि लसुन पनि हामीले यहाँ नजिक उकाएर राखिरहेको छौँ। अब यसलाई पिस्नु चाहिँ बाँकी छ। यो चाहिँ काम मैले कान्छीलाई जिम्मा दिन्छु हैन। कान्छीलाई चाहिँ कान्छीले चाहिँ यो लसुन घोटेर ल्याउने। यता चाहिँ फेरि दाल मात्र चिउरा खाने हो। अनि भाइरल लाछा पनि बनाएको छु ल गाइजहरू, आज मैले हेर्नु न मजाले देखाउनु त। ल मेरो छोरी हेर न यहाँ के भन्दैछ। भाइरल लाछा है यो चाहिँ। अब मसलाको लागि चाहिँ हाम्रो यहाँ नजिक कान्छीले लसुनहरू घोट्नुको लागि हैन। नुन चाहियो थियो। यो प्याज पनि लगाइदिउँ है। मसला चाहिँ अलि लाउनुपर्छ है। भो यहाँ चाहिँ हाम्रो अब लसुनहरू घोट्नु सुरु भइसक्यो। पहिला त पापा छोरीको यहाँ खेल्दै गेम भइरहेछ कि यस्तो काली रहेछ कसले जितेको ल यसो के हाम्रो चाहिँ यो अब यो पनि पुऱ्याउनु लागेको छ कि हामीले चाहिँ थोरै प्राउन एउटा अनि पापडवाला झापड यो पनि है हाम्रो अहिले यहाँ गेमको लागि। यो चाहिँ हामीले स्पेसल बनाएको चाहिँ गेमको लागि हो। यहाँ कराईमा तेल तातिरहेछ। यो चाहिँ ठुलो भएछ कि लिएर आउने क्या सुरुमा गाइजहरु म चाहिँ यहाँ प्राउन फुलाउँदैछु ल यति बनाइसकेँ। बत्ती गयो फेरि कुलमान घिसिङमा पराउने बेला हो। अब चाहिँ हाम्रो मोमोको लागि बेल्न सुरु गरे है गाइजहरु। यता अब किमा पनि सुरु अब के अरे पुरै फिनिसिङ भइसक्यो, मतलब बनिसक्यो, तयारी पूर्ण रूपमा तयारी भइसकेको छ। र यता मेरो कान्छी बहिनीले चाहिँ मोमो सेटहरू सफा गरेर ल्याइसकेको छ। अनि अब यहाँनिर मेरो प्यारी श्रीमतीले चाहिँ यता मोमोको लागि बेल्दैछ हैन। अब पिठो बेल्दैछ मोमोको लागि। त्यस पछाडि अब बनाउने भनेको म हो एकजना। अनि त्यसपछि हाम्रो अरू पनि छ टिम। अब यता कान्छीले के गर्छ, कान्छीले पनि बनाउँछ होला, नत्र अर्को टिका राई भन्ने छ मेरो अर्को बहिनी, उसले पनि बनाउँछ। प्रतीक्षा राई भन्ने मान्छेले पनि बनाउँछ। प्रतीक्षा राईले यता बेल्छ एकछिनमा। अनि यो कला राई भन्नेले पनि मोमै बनाउँछ। हामी मोमो बनाउने धेरैजना भएको छौँ। साथीहरू हामी चाहिँ अब चाहिँ बनाउन थालिसक्यौँ मोमो हैन। यहाँ चाहिँ बहिनीले बेलिराख्नु भएको छ, लिमडुङले बेल्दै हुनुहुन्छ है। यहाँ कान्छीले बनाउँदैछ, अलिक कान्छीले चाहिँ यहाँ मोमो बनाउँदैछ। अनि मेरो बुढाले पनि मोमो बनाउँदै हुनुहुन्छ।
आइडिया अनि म त यो तल मोमो चाहिँ यहाँ कति भइसक्यो तिमी देखाऊ मोमो यहाँ हाल्ने चाहिँ 1 क्रेट चाहिँ हुन लाग्यो 1 क्रेट यसले त हेर न के बोकेर मोमो चाहिँ यहाँ चाहिँ यो 1 सेट चाहिँ हुन लागिसक्यो होइन ल अब हाम्रो चाहिँ यहाँ नजिक लगाउनुको लागि को उम्ल्यो के आगो त छैन ला आगो मरेछ गाइस उम्ले है भनेर मैले यहाँनिर कुरा लगाइसकेको थिएँ यहाँ कोकुले आगो फुकिराख्नु भएको छ क्या हाम्रो हलेसीमा चाहिँ खासै आगो बल्दैन नि त चिसोले गर्दा आगो त छैन अब के गर्नु र छोरी हाम्रो चाहिँ आगो बल्दैन कि अनि यहाँ कोकुले चाहिँ आगो फुकिराख्नु भएको छ अब म बाल्छु अब फेरि चाहिँ यस आगोलाई यहाँ मैले यहाँ ल्याइसकेको थिएँ अब के गर्नु भित्र लगेर राखिराख्नु पर्यो एकछिनको लागि गाइजहरू आगो मरेर ध्वस्त भएछ है ओके खोइ उचाल्नु मेरो हात गलिसक्यो भन्दा त म पछि छिटो बनाउँछु अब चाहिँ हाम्रो मोमो रेडी भइसक्यो कि अनि अघि दिउँसै भनौँ न गेम पनि खेल्यौँ अनि अब हामी चाहिँ खानुको लागि रेडी गेमको भिडियो हेर्नु ल साथीहरू अब फाइनल्ली जोस एक चरण हामीले अघि एउटा गेम पनि खेलिसकेको छौँ त्यहाँ पनि खाइयो खानेले खानु सक्नेले खतरा नै खाइएको पनि छ त्यहाँ पनि अनि अब भने चाहिँ त्यो गेम खेल्ने भिडियो यो च्यानलबाट आएको छैन होइन त्यो चाहिँ अर्को च्यानल मेरो च्यानलबाट आएको छ तपाईँहरूले हेर्न सक्नुहुनेछ केशव राई युट्युबमा सर्च गरेर त्यहाँ भेट्नुहुनेछ र त्यहाँ हेर्नु होला जोस हेर्नुभयो भने हामी खुसी हुनेछौँ जोस रमाइलो भएको छ होइन र साथमा अब चाहिँ हाम्रो बेलुकाको खाना अनि यही मोमै हुनेवाला छ त्यो कारणले अब हामी सबैले बसेर साथमा मोमो चपाउन थालिसकेका छौँ अनि मेरो बुढीले चाहिँ त्यहाँ जोस समातेर हामीलाई देखाइरहेको छ भन्न चाहे भिडियो अलरेडी सकिसकेको छ मैले अघि खाइसकेको भिडियो त जसरी भए पनि के सब्सक्राइबकोमा गएर हेरिदिनु होला अनि एकदम रमाइलो भएको छ मेरो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला पोस्ट हान्नु हुँदै हुँदैन तर डाइरेक्ट ओके म पनि खान थालेँ मेरो सेलाएर र अब यति नै हो कुराकानी अब जो भाउजूले खाएको देखाइदिनु न सेलाएर यहाँ चाहिँ के फर्स्ट बाइट खाए ल गम्मै खाइदिनु न भाउजू फर्स्ट बाइट खाए ल अरे अनि हाम्रो कोकुले मेता खाँदै हुनुहुन्छ ल बस्नु यता कान्छी ठुलो मोमो यो उसले आफैले बनाएको यत्रो मोमो थियो त्यो 10वटा जति मोमोमा लाग्ने किमा चाहिँ एउटैमा लाएर बनाएको छ त्यो अनि यता पक्कु टिका के भन्नुस् तपाईँ पनि म त खानु जन्मेको हो खान्छु भन्ने हो मोटाउने चाहिँ होइन खोइको नि त नि अनि यता केल्सी बोतलमै खान थालेको छ सकिम सकेको छ यता दाइ ल के भन्ने अब के भन्नु छ तिमीलाई मलाई खासै केही भन्नु छैन हाम्रो भिडियो चाहिँ सबैजनाले हेरिदिनु होला भन्छु हेरिदिइसक्नुभयो अब लाइक सेयर गरिदिनु होला भन नि त लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ तपाईँहरूले नभुल्नु होला होइन अनि तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ होइन कमेन्ट